हेलो एभ्रिवान, इट्स मी सुभाष जैसी। म चाहिँ आज क्लास 12 को मोस्ट इम्पोर्टेन्ट क्वेसन्स चाहिँ इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमको च्याप्टर फर्स्टको इलेक्ट्रिक सर्क्युटको चाहिँ म किर्चफ्स ल र किर्चफ्स ल युजिङ गरेर चाहिँ व्हिटस्टोन ब्रिज ब्यालेन्स कन्डिसन चाहिँ ड्राइभ गर्न गइरहेको छु। यो चाहिँ इम्पोर्टेन्ट डेरिभेसन भएको हुनाले यो डेरिभेसन सल्भ गर्नलाई तपाईँहरूलाई किर्चफ्स ल रिलेटेड लहरूको बारेमा थाहा हुनुपर्छ र ढिलो नगरेर भिडियोलाई चाहिँ छोटो बनाउँदै र किर्चफ्स ल चाहिँ किन अगाडि राइज आयो भन्दाखेरि पहिला चाहिँ ओम्स ल थियो। ओम्स लले चाहिँ सिम्पल सर्क्युटको बारेमा हैन ओन्ली टेल अबाउट सिम्पल सर्क्युट, जस्तै ओन्ली सल्भ द प्रोब्लम अबाउट सिम्पल सर्क्युटको प्रोब्लम सल्भ गर्ने भएको हुनाले कम्प्लेक्स सर्क्युटको प्रोब्लम सल्भ गर्न गाह्रो हुने भएको हुनाले गस्तव रोबर्ट किर्चफ्सले चाहिँ दुईवटा ल डिस्कभरी गर्नुभयो। त्यसमध्ये चाहिँ किर्चफ्स करेन्ट ल अथवा फर्स्ट ल, अर्को किर्चफ्स भोल्टेज ल ओर सेकेन्ड ल। यसमध्ये तपाईँको बोर्ड एक्जामिनेसनमा कस्तो टाइपको क्वेसन आएको थियो, वाइ किर्चफ्स ल ओभर फ्लो ओम्स ल भनेर आएको थियो। किर्चफ्स ल ओभर फ्लो ओम्स ल बिकज ओम्स ल ओन्ली सल्भ द प्रोब्लम अबाउट सिम्पल सर्क्युट एन्ड किर्चफ्स ल सल्भ द प्रोब्लम अबाउट कम्प्लेक्स एन्ड सिम्पल सर्क्युट। द्याट्स वाइ किर्चफ्स ल ओभर फ्लो ओम्स ल भनेर चाहिँ तपाईँले चाहिँ यसको एन्सर दिन सक्नुहुन्छ। र हामी किर्चफ्स करेन्ट लले के भन्छ भनेर हामी अब एक्सप्लेनेसनतिर जाऊँ। किर्चफ्स करेन्ट लले के भन्छन् कि द अल्जेब्रिक सम अफ द करेन्ट एट अ जन्सन। कुनै पनि एउटा जन्सन छ, जन्सन भन्ने जन्सनलाई धेरै के हुनुपर्छ, वेहरू हुनुपर्छ। जस्तै तपाईँ कुनै पनि रोडबाट माथिबाट गाडी आइरह, यता उताबाट गाडी आइरह, तर त्यो जन्सनबाट यता गयो भने जति त्यो गाडी चाहिँ के हुन्न, एकुमुलेट हुन्न नि, त्यो जम्मा भयो हुन्न। त्यस्तै हो करेन्ट, जस्तै यहाँबाट I1 करेन्ट गइरहेको यो तारबाट, यो तारबाट I2 करेन्ट गइरहेको। अब यहाँनिर बिचमा जन्सन छ, जन्सनबाट I3 करेन्ट, यहाँबाट I4 करेन्ट। जति बाहिरबाट इन्कमिङ करेन्ट एट जन्सन इज अलवेज इक्वल टु आउटगोइङ करेन्ट फ्रम द जन्सन। जन्सनबाट आउटगोइङ गएको करेन्टलाई चाहिँ के गर्छ, जन्सन भन्छ। यस्तो अर्को स्टेटमेन्ट पनि भन्न सकिन्छ। ओके, अब किर्चफ्स हेर्नु है, यो टक्क यो हामीले उसमा लाउँदाखेरि अब हेर्नु I1 करेन्ट भित्र गइरहेको, त्यही कारणले सो वी क्यान टेक पोजिटिभ साइन। I2 करेन्ट पनि भित्र गइरहेको, सो वी क्यान टेक पोजिटिभ साइन। I3 करेन्ट चाहिँ जन्सनभन्दा बाहिर गइरहेको, सो वी क्यान टेक नेगेटिभ साइन। टक्क यस्तो गर्दाखेरि अनि किर्चफ्स लले के भन्छ, अल्जेब्रिक सम अफ द करेन्ट एट अ जन्सन इज अलवेज इक्वल टु 0 भन्छ। अथवा यसलाई के, सम अफ इन्कमिङ करेन्ट इज इक्वल टु सम अफ आउटगोइङ करेन्ट। जति इन्कमिङ करेन्ट गइरह त्यति के हुन्छ, आउटगोइङ करेन्ट भइरह। साइन कन्भेन्सनमा के गर्ने, यदि करेन्ट जन्सनतिर गइरह भने प्लस साइन, यदि करेन्ट जन्सनभन्दा बाहिर गइरहेछ भने चाहिँ माइनस साइन। ओके, अब हामी जाऊँ तपाईँको बोर्ड इक्जाममा चाहिँ एमसिक्यूलाई सोधेको थियो, किर्चफ्स करेन्ट लले अथवा फर्स्ट लले के कन्जर्भेसन अफ के फलो गर्छ भनेर सोधेको थियो। किर्चफ्स करेन्ट ल फ्लो कन्जर्भेसन अफ चार्ज, किनकि जन्सनमा कुनै पनि करेन्ट हुन्न, त्यही कारणले किर्चफ्स करेन्ट ल फ्लो कन्जर्भेसन अफ चार्ज। ओके, अब हामी चाहिँ किर्चफ्स भोल्टेज ल अथवा लुप ल अथवा मेस ल भन्छ हैन, यसलाई केबिएलले सर्टकली डिनोट गरिन्छ। किर्चफ्स भोल्टेज लले के भन्छ भने चाहिँ दिस ल स्टेट्स द्याट इन एनी क्लोज सर्क्युट, सर्क्युट के हुनु पर्यो, क्लोज सर्क्युट हुनु पर्यो, द अल्जेब्रिक सम अफ द प्रोडक्ट अफ करेन्ट। जस्तै आइआर र आइआर केसँग इक्वल हुन्छ, समेसन इ इक्वल्स टु समेसन अल्जेब्रिक सम अफ इएमएफसँग इक्वल हुन्छ। अब हामी एक्सप्लेनेसनतिर जान्छौँ। किर्चफ्स भोल्टेज लमा चाहिँ मान्छेले साइन कन्भेन्सन कसरी गर्ने भन्नेमा धेरैमा डाउटिङ हुन्छन्, तर साइन कन्भेन्सनको म तपाईँहरूलाई इजी ट्रिक सिकाउँछु। सबभन्दा बढी यो ट्रिक बाहेक अरू ट्रिक युज हुँदैन। जस्तै हेर्नु है, यहाँ करेन्ट र करेन्टको डाइरेक्सन हेर्नु है, सर करेन्ट यहाँबाट गइरह, तर यहाँनिर छ नि, यहाँबाट करेन्ट गइरह भनेपछि यहाँनिर करेन्ट उल्टो भइदियो ठाउँमा माइनस गर्ने, नत्र प्लस लिने। यिन इ भनेपछि इ जस्ता तस्तै I1 R1 प्लस सबै प्लस किन्नुभयो, एकै डिरेक्सनमा हिँडा, एकै डाइरेक्सनमा हिँडाएको हुनाले त्यही कारणले वी क्यान टेक पोजिटिभ साइन। त्यस्तो बुझ्ने। तपाईँ यदि यता उता डाइरेक्सन भइदिएको भए सो यू क्यान टेक नेगेटिभ साइन भनेर यसरी बुझ्ने। ओके, यसलाई चाहिँ के भन्छ, लुप ल अथवा मेस ल पनि भन्छ। यसले चाहिँ के गर्छ, कन्जर्भेसन अफ इनर्जी चाहिँ फ्लो गर्छ। हो, किर्चफ्स भोल्टेज ल फ्लो कन्जर्भेसन अफ इनर्जी। इनर्जी भनेपछि कुनै ईको भ्यालु के हुन्छ, ईको भ्यालु जन्सन ईको भ्यालु यताबाट गइरहेको हुन्छ हैन। ईको भ्यालु चाहिँ इ इक्वल्स टु, जस्तै यदि हेर्नु है, इ इक्वल्स टु I1 भयो हैन, यदि सेल छैन भने चाहिँ सर्क्युटमा के हुन्छ, इक्वल्स टु 0 हुन्छ अनि I1 इक्वल्स टु 0 हुन्छ। द्याट्स वाइ किर्चफ्स ल फ्लो कन्जर्भेसन अफ इनर्जी। अब तपाईँलाई कस्तो क्वेसन आइदिन्छ भने चाहिँ डिफरेन्स बिट्विन मेस एन्ड लुप। लुप र मेसमा के डिफरेन्स छ भनेपछि मेस भने चाहिँ एनी अरू पार्ट चाहिँ कन्टेन्ट गरे हैन, त्यो चाहिँ मेस। जस्तै धेरै मेसहरू कन्टेन्ट गरे भने चाहिँ के हुन्छ, 2 ओर मोर देन 2 मेसेस कन्टेन्ट गरे भने त्यसलाई के हुन्छ, लुप भन्छ। लुप डिपेन्ड अपन मेस डज नट डिपेन्ड अपन लुप। लुपमा चाहिँ के हुन्छ, मेस चाहिँ डिपेन्ड हुँदैन भनेर चाहिँ
बुझ्नुपर्छ। अब हामी जाउँ ह्युस्टन ब्रिजको ब्यालेन्स कन्डिसन। ओके, अब यो किर्चफ्स करेन्ट ल र किर्चफ्स भोल्टेज ल युजिङ गरेर चाहिँ ह्युस्टन ब्रिज ब्यालेन्स कन्डिसन चाहिँ ड्राइभ गर्न सकिन्छ। ह्युस्टन ब्रिज भन्ने चाहिँ के गर्छ भने चाहिँ यसले यसको प्रिन्सिपलमा बेस भएर चाहिँ मिटर ब्रिज चाहिँ एप्लिकेबल हुन्छ, जसले चाहिँ अननोन रेजिस्टेन्सलाई के गर्ने काम गर्छ, मेजर गर्ने काम गर्छ। त्यसैले चाहिँ ह्युस्टन ब्रिज ब्यालेन्स कन्डिसन बुझ्नको लागि किर्चफ्स फर्स्ट ल र किर्चफ सेकेन्ड ल बुझ्नुभएको हुनुपर्छ। सो म चाहिँ तपाईँहरूलाई ह्युस्टन ब्रिज भनेर चाहिँ के हो, यस्तो क्वाड्रिलेटर फर्ममा हुन्छ। यहाँ चाहिँ एरेन्जमेन्ट अफ 4 रेजिस्टेन्स, यहाँ चाहिँ के हुन्छ, 4वटा रेजिस्टेन्सको एरेन्जमेन्ट हुन्छ, जसमा PQR एन्ड X, जसमध्ये PQR चाहिँ के हुन्छ, नोन हुन्छ, यिनीहरूको भ्यालु थाहा हुन्छ। R चाहिँ के हुन्छ, भेरिएबल हुन्छ। जब हामीले भेरिएबल भन्नाले चेन्ज गर्ने, जब ग्याल्भानोमिटरमा करेन्ट 0 देखाउँछ तबसम्म के हुने, R को भ्यालु चेन्ज गर्ने, त्यसलाई चाहिँ के भन्छ, भेरिएबल भन्छ हैन। X भनेको चाहिँ के हुन्छ, यहाँ अननोन रेजिस्टेन्स हुन्छ। यसको भ्यालु चाहिँ हामीले के गर्नुपर्छ, डिटरमाइन गर्नुपर्छ। ओके, त्यो डिटरमाइन गर्नलाई चाहिँ ह्युस्टन ब्रिज चाहिँ ब्यालेन्स कन्डिसन चाहिँ हामीले बुझ्नुपर्छ। ओके, अब हेर्नु है, म्याथमेटिकल पोर्सनमा चाहिँ जाउँ हामी। यो जन्सन बीमा हेर्नु है, यो जन्सन छ नि, यो जन्सन बीमा के गर्ने भनेपछि किर्चफ्स करेन्ट लगाउने। किर्चफ यहाँ I1 भित्र गइरहेको छ, वी क्यान टेक पोजिटिभ साइन, I3 बाहिर गइरहेको छ, वी क्यान टेक नेगेटिभ साइन, IG भने चाहिँ के छ, 0 छ। यो किनकि ह्युस्टन ब्रिज केमा छ, नुल डिफ्लेक्सन मेथडमा चाहिँ के छ, बेस्ट छ। नुल डिफ्लेक्सन मेथड भने चाहिँ जब ग्याल्भानोमिटरले चाहिँ करेन्टको भ्यालु चाहिँ 0 सो गर्छ, त्यसलाई चाहिँ के भन्छ, नुल डिफ्लेक्सन मेथड भन्छ। ओके, हो, यो चाहिँ तपाईँको बोर्ड इक्जाममा ह्युस्टन ब्रिज केमा बेस्ट छ भन्दाखेरि ह्युस्टन ब्रिज इज बेस्ड इन नुल डिफ्लेक्सन मेथड भन्ने। ओके, अब यो I1 इक्वल्स टु I3 भयो। सिमिलरली अनि हामीले अर्को के डी भन्ने पोइन्टमा के गर्ने, किर्चफ्स करेन्ट लाउने, जसमध्ये I2 चाहिँ आइरहेको, सो यु क्यान टेक पोजिटिभ साइन, IG चाहिँ 0 हुन्छ, यतातिर आइरहेको, सो यु क्यान टेक पोजिटिभ साइन, I4 चाहिँ के गइरहेको, सो यु क्यान टेक नेगेटिभ साइन। त्यसले गर्दा के हुन्छ, I2 इज अलवेज इक्वल टु I4 हुन्छ म्याथमेटिकली। अर्को चाहिँ जाने हामी, अब यो लुप ललाई चाहिँ म हजुरहरूलाई सिम्पल ट्रिक सिकाउँछु भनेको थिएँ। हेर्नु है, पहिला यो लुप लिने ल, ABDA लुप लिने। ABDA लुप लिइसकेपछि किर्चफ्स भोल्टेज लले के हुन्छ, E इक्वल्स टु IR भन्छ। E को भ्यालु के हुनुपर्छ, 0 भयो। त्यसपछि I1R भने चाहिँ के छ, P छ, यो एकै डिरेक्सनमा गइरहेको, IG G भयो। अब यो सिधै भ्यालु 0 हुन्छ, 0 इन्टु G भने 0 भइहाल्यो। त्यसपछि यतातिर गर्दाखेरि के भयो, हेर्नु है, यहाँ टक्क हामी यताबाट घुमेर आइरहेको बेलामा सर यता उल्टो डिरेक्सन पऱ्यो, सो यु क्यान टेक नेगेटिभ साइन, I2X भयो है। अब हेर्नु है, I2X भयो, माइनस I2X भयो, यता माइनस I2X यता जाँदा प्लस भयो। सिमिलरली इन लुप BCDBमा चाहिँ के गर्ने, हामीले फेरि किर्चफ्स भोल्टेज ललाई लाउने, BCDBमा लाउने। अब हेर्नु, I3Q प्लस लियौँ हामीले, त्यसपछि के हुने भयो, I4 अनि I3Q प्लस होइन, यताबाट के भयो, I4R भयो। हेर्नु है, I4R किन माइनस I4R भन्नु, किनकि यहाँबाट हामी सेम डिरेक्सनमा यता गइदिरहेको बेलामा, जस्तै यहाँबाट यता गइदिएको बेलामा हामी पोजिटिभ लियौँ, तर यता चाहिँ यता आइरहेको, सो यु क्यान टेक नेगेटिभ साइन, माइनस I4R। अनि यस्तो जाँदाखेरि माइनस IGG हुन्छ, IGG को भ्यालु के हुन्छ, 0 हुन्छ, र I4R यता जाँदा इक्वेसन आइयो। अब हामीले इक्वेसन 3 र इक्वेसन 4 लाई डिभाइड गर्ने। डिभाइड गर्दाखेरि हेर्नु है, I1 को ठाउँमा हामीले के राख्न पाइन्छ, I3 राख्न पाइन्छ। हेर्नु है, सो देन फ्रम इक्वेसन I एन्ड II वी नो I1 इक्वल्स टु I3 एन्ड I2 इक्वल्स टु I4। जस्तै हामीले पुट गर्न मिल्छ, किनकि म्याथमेटिकली हामीले निकालिसक्यो। सो I1 ठाउँमा I3 राख्ने, I2 ठाउँमा I4 राख्ने, अनि माथिको तल काट्छ, त्यसपछि P/Q इक्वल्स टु X/R हुन्छ। यसलाई चाहिँ के भन्छ, ह्युस्टन ब्रिज ब्यालेन्स कन्डिसन भन्छ। यो चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन हो। म तपाईँहरूलाई यसै अनुसार च्याप्टर वाइज पोर्सन्सहरू चाहिँ हाल्दै जानेछु, र यसको लागि नोट लिन सक्नुहुन्छ तपाईँले। टक्क यस्तो तरिकाले नोट म यसो हालिदिनेछु तपाईँहरूलाई। यो नोट टक्क तपाईँले ह्युस्टन ब्रिज ब्यालेन्स कन्डिसन हेर्नु है, टक्क यो चाहिँ 4 मार्क्समा 5 मार्क्समा सोध्छ, र यो रिलेटेड न्युमेरिकल म लिएर अर्को भिडियोमा आउनेछु, र म प्रत्येक च्याप्टरहरूको रोड म्यापहरू हाल्दै जानेछु यो मेरो युट्युब च्यानलमा। तपाईँहरूले लाइक, सेयर, सब्सक्राइब एन्ड कमेन्ट गर्नुहोला, र फिडब्याक दिनुहोला, के गर्दा राम्रो हुन्छ भन्ने गर्नुहोला। र म यस च्यानलमा बायोलोजी, फिजिक्स, केमिस्ट्री, अप्सनल म्याथ सबै, जस्तै लोकसेवाको IQ रिलेटेड चाहिँ भिडियोहरू चाहिँ म यो युट्युब च्यानलमा अपलोड गर्दै जानेछु। हस्, धन्यवाद।